गाइस हाम्रोमा हैन फलफुल भनेको हामी मान्छे मात्र खाँदैन कि मान्छेले मात्र खाना भने बनाएको फलफुल हैन कि हैन त्यही भएर गाइसहरु हामी यस्तो राम्रो स्याउहरु काटेर हाम्रो यस्तो यो दुनो गाई अस्ति भर्खरै ब्याएको गाई हो यसलाई दिन्छौँ यसले गर्दाखेरि गाईले दुध पनि दिन्छ र गाई स्वस्थ पनि रहन्छ ल ले 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 खाऊ ए यसै दिनुपर्छ गाई चाहिँ हातै खाला ल यसरी गाई बस्तुलाई पनि फलफुल खुवाउनुपर्छ केरा खुवाउने स्याउ खुवाउने हैन यसरी खाएपछि उ पनि खुसी हुन्छ है यसलाई पनि अरू घाँस मिठो लाउँछ एक अरू घाँस मात्रै खाँदाखेरि दिक्क लाउँछ नि त हैन त्यही भएर हैन सक्यो सक्यो मार्न आउँछ फलफुल दिन निसिन मार्न आउँछ गाई चाहिँ हैन गाई ल फेरि कनाइदिनु फेरि सुत्छ कनाइदिन्छ फेरि गाइस आजको स्याउ खाने कार्यक्रम सक्यो है स्याउ खुवाउने कार्यक्रम